एउटा यस्तो प्रकारको सेन्टेन्स जस्तै दुवैतर्फ क्वेसन आउने कि सब्जेक्टमा पनि क्वेसन आउने र अब्जेक्टतर्फ पनि क्वेसन आउने यस्तो खालको तपाईले सेन्टेन्सेसहरु अब क्वेसन नेपालीमा बनाउनु भएको छ र हामी बनाउने गर्छौं र ट्राई गरौँ ल। जस्तै कसले कसलाई घृणा गर्दछ है, कसले कसलाई दुवैतिर अब्जेक्टमा पनि र सब्जेक्टमा पनि क्वेसन यसले चाहिँ बनाएको छ। जस्तै हु लभ्स हुम, कसले कसलाई माया गर्छ, अनि हु चिटेड हुम एन्ड वाइ, कसले कसलाई किन घृणा गर्दछ। यस्तो प्रकारको तीनवटा क्वेसनहरु यहाँ बनेको छ है। अनि यसरी बनाउन सकिन्छ हु डिड व्हाट, कसले के गर्यो है। अनि यसरी बनाउन सकिन्छ हु डिड व्हाट फर हुम, कसको लागि कसले के गर्यो हो। यसरी हामी तीनवटा बनाउन सेन्टेन्सहरु बनाउन सक्दछौं। यसको लागि एकदमै WH वर्डहरु सब्जेक्ट हु र हुम या व्हाट यिनी प्रयोग गरेर हामी यस्तो प्रकारको सेन्टेन्सहरु फर्म गर्न सक्छौं। प्लिज ट्राई इट। थ्यांक यू फर वाचिङ द भिडियो। प्लिज हेल्प मी एन्ड सब्सक्राइब इट। थ्यांक यू।